बनाए मैले वाटरमेलन मोहितो नहालिकन पानी र गरेम 50 वटा मोमो इटिङ च्यालेन्ज जसमा हार्नेले खानुपर्ने थियो रातो अकबरे खुर्सानी। देखाउनु भरे जनतालाई यो मोमो च्यालेन्जको सुरुवात चाहिँ चट्ट लाएर 50 पिस मोमो अर्डर दिएर सुरु हुन्छ भने मोमो पाकुन्जेल हामी चाहिँ लिन जान्छौं वाटरमेलन मोहितो बनाउनका लागि एउटा ठुलो खरबुजा लिन। र खरबुजा पाउने ठाउँबाट हामीले सबसे ठुलो खरबुजा पनि लिन्छौं जसलाई हामीले बोरामा हालेर लग्छौं र अघि मोमो अर्डर गरेको ठाउँबाट पनि मोमो रेडी हुन्छ भने त्यसलाई पनि हामी लिएर हामी लाग्छौं भाटबटिनी वाटरमेलन मोहितो बनाउनको लागि चाहिने सामग्रीहरू लिन। त्यहाँ गएर हामीले 1 घण्टा जति बितायौं होला वाटरमेलन मोहितो बनाउनलाई चाहिने सामग्रीहरू खोज्न र लगभग 1 घण्टा ओरदोर गरिसकेपछि हामीले फाइनली सबै सामग्रीहरू लिएर हामी लाग्छौं हाम्रो फ्ल्याट तर्फ। फ्ल्याटमा पुग्ने बित्तिकै किचन तर्फ गएर सबै सामानहरू राख्ने बित्तिकै घरपेटी आन्टीलाई भेट्न जान्छौं किन भन्दा बजारमा हामीले खोज्दा पुदिना काहीँ पनि पाएको थिएन त्यसैले घरपेटी आन्टीलाई नै बजार गएको बेला लिएर आइदिनु भनेर भनेको थियौं। सो आन्टीले पुदिना ल्याइदिनु भएको थियो र त्यो लिएर हामी किचन तर्फ लाग्छौं। सुबास चाहिँ थके लाग्यो भनेर रेस्ट गर्न जान्छ भने म चाहिँ एप्रोन स्याप्रोन लगाएर इयरबड्स कानमा ठुसेर मज्जाले गीत सुन्दै चट्ट लाएर वाटरमेलन मोहितो प्रेप गर्न थाल्छु। सुरुमा त खरबुजालाई 2 टुक्रा बनाएर त्यसको 1 टुक्राबाट केही भागहरू काटेर त्यसलाई टुक्रा टुक्रा गरिदिए र कागतीले पनि चट्ट लाएर 2 टुक्रा बनाएर टुक्रा टुक्रा बनाउँदै थिए कि सुबास आएर एक्कासी तर्साउँछ मलाई बा के भयो भनेर सोधेको त त्यत्रो बोलाउँदा सुनेन भनेर भन्छ बा। ना यार केही पनि सुनेन नि यार भनेर भने। खास भए चाहिँ के तिमीलाई भनेको त हेर नि यार बाहिर बिहे भइराहो कि के भइराहो यत्रो ठुलो स्वरमा गीत बजाएको छ अनि हल्ला पनि त्यस्तै छ त्यो आवाजले यसै टाउको दुखिरा झनै टाउको दुखिरा छ तिमीलाई केही पनि भएको छैन भनेर भन्छ। ना यार केही पनि भएको छैन म त मस्त इयरबड्स लगाएर गीत बजाउँदै सुन्दैछु केही पनि भएको छैन त्यस्तो। इयरबड्स रे यो कुन इयरबड्स हो भनेर सोध्छ बा। हुनु नि यो चाहिँ मेरो नोइजको ट्रान्स 2 इयरबड्स हो जसमा 45 आवर्सको प्ले टाइम पाइन्छ भने 10 मिनेट चार्ज गर्यो भने 120 मिनेट्सको प्ले टाइम पाइन्छ। यसमा लो लेटेन्सी अप टु 40 एमएस छ भने गेमिङ मोड पनि छ। यति भन्न मात्र के पाथी यो त मलाई नि चाहिए साथी यार भनेर भन्छ बा। भइहाल्छ नि साथी यो चाहिँ मे 16 यानी कि भोलि शुक्रबार नोइज नेपालको अफिसियल वेबसाइटमा लन्च भइरहेको छ जसमा फर्स्ट 20 कस्टमरको लागि चाहिँ ह्युज डिस्काउन्टहरू दिनु भइरहेको छ। नट ओन्ली इन दिस वर्ल्ड नोइजको भिक्टर वाचमा पनि फर्स्ट 20 कस्टमरले ह्युज डिस्काउन्ट पाउनु भइरहेको छ। त्यही भएर ढिलो नगरी यो लन्च हुने बित्तिकै साथी किनिहाल तिमी भनेर भने। त्यति भन्न साथ म आफ्नो कामतर्फ लागे र सबै काम भ्याउँदै जाँदा वाटरमेलन मोहितो बनाउनलाई चाहिने सबै सामग्रीहरू प्रेप गरेर राखे मैले। त्यसपछि 2टा ग्लास लिएर त्यसमा काटिएको खरबुजा काटिएको कागती पुदिना पत्ताहरू र थोरै बिरेनुन अनुसार स्वाद हालेर त्यसलाई मज्जाले मोडल गरे र मज्जाले मोडल गरी भ्याइसकेपछि मज्जाले आइस क्युब्स कागती क्युब शेप वाला खरबुजा र पानको पात शेपको खरबुजा हालेर स्प्राइट खोलेर मज्जाले स्प्राइट हालिदिए र त्यति हालेर पुदिनाको पत्ताले माथिबाट गार्निशिङ गरेर रेडी हुन्छ हाम्रो हेर्दै खाउखो लाग्दो चिल रिफ्रेशिङ वाटरमेलन मोहितो जुन रेडी हुने बित्तिकै अघि किनेर ल्याएको मोमोलाई हल्का तताएर प्लेटमा राखेर प्लेटमा राख्ने बित्तिकै सुबास र म मिलेर आजको मोमो च्यालेन्ज स्टार्ट गर्यौं जसमा चाहिँ छिट्टो मोमो भ्याउनेले जित्छ भने ढिलो मोमो खानेले चाहिँ हार्छ र हार्नेवालाले खानुपर्ने हुन्छ पिरो अकबरे खुर्सानी। मोमो च्यालेन्ज स्टार्ट हुन्छ र हेर्दा हेर्दै मेरो थालको मोमो सबै सकिन्छ तर सुबासको भने सकिएको थिएन।